एउटा चाहिँ जासुसको रूपमा भित्रभित्रै त्यो चाहिँ भित्रभित्रै एउटा चाहिँ घुन जस्तो के चामलमा परेको घुन जस्तो दूध खुवाएर राखेको साँप जस्तो रूपमा निस्किन सक्छ। साथीहरू नमस्कार, सेवा र आज चाहिँ यो सन्तोष लिम्बुको सम्बन्धको मेरो अन्तिम भिडियो हुनेछ। यो एउटा अर्को भिडियो बनाउनै पर्ने जस्तो लाग्यो, त्यही भएर बनाएँ। हिजै मैले त्यो एउटा भिडियो हेरेको थिएँ, इलाका प्रहरी कार्यालयमा सन्तोष लिम्बुले उजुरी हालेको सम्बन्धमा। कोशी आवाज टिभीले त्यहाँ हाल्नु भएको थियो। अब 21 घण्टा भइसकेको छ। अब अहिलेबाट यसो हेर्दाखेरि मैले भर्खर फेरि हेरेँ, मैले दोहोऱ्याएर हेरेँ कि वास्तवमा पूरा कुरा नबुझिकन बोलेको राम्रो होइन नि त। अनि अब सन्तोष लिम्बुले एउटा त आफ्नो चरित्र एकदमै उदाङ्गो पारिदिनु भयो है। उहाँ अब त्यस्तोरी उहाँले पनि मान्छेलाई उठाएर श्रमदान गराएर विभिन्न कामहरू गरेको, हर्कजीले त्यस कुरामा साथ समर्थन पूरा गरेको। पछि उहाँ एकदम हर्कजीको काममा पनि निकै आएको देखिएको थियो। तर अब सन्तोष लिम्बुजीको यो इलाका प्रहरी कार्यालयमा आएर यसरी उजुर दिनेले के देखिन्छ भने, त्यो भिडियो त हेरेँ नि त। त्यहाँभन्दा पहिला के भएको थियो, त्यो 11 नम्बर वडामा त्यो ह्युम पाइपको विषयमा त्यो मैले पनि सबै भिडियो हेरेको छु। एउटा पक्ष मैले हेरेको छु। हेर्दाखेरि अब के देखियो भने, हर्क साम्पाङजीको उहाँले जुन किसिमको चाहिँ गुणगान गाउनुहुन्थ्यो यहाँभन्दा पहिला, एउटा चाहिँ आत्मीयता देखाउनुहुन्थ्यो, त्यो सबै कुरा चाहिँ झुठो रहेछ। उहाँको आफ्नो स्वार्थ पूरा गर्नको लागि उहाँले एक किसिमको नाटक गरी आउनु भएको छ भन्ने कुराको चाहिँ एकदम नै पुष्टि हुन गएको छ। होइन भने त्यसरी यदि कसैले मन पराएको छ, आत्मीयता देखाएको छ, अनि त्यसरी मानेको व्यक्तिलाई अचानक नै त्यसको ठ्याक्कै उल्टो गरी कसरी हतपत बोलिहाल्दैन। कसैको कामप्रति सम्मान हुन्छ, इज्जत देखाइन्छ, त्यो कामलाई एकदम नै प्रशंसा गरिन्छ, त केही बुझेरै गरिन्छ, त्यो बुझ्न पनि समय लाग्छ हैन। त्यस्तरी गरिसकेको मान्छे आज एउटा सानो घटनाले अचानक यस्तो यो रूपमा आउनुको मतलब सुरुदेखि नै सन्तोष लिम्बुमा खोट थियो, उहाँको इमानदारितामा खोट थियो। उहाँले जे जति हर्क साम्पाङजीको के अरे वर्णन गर्नुहुन्थ्यो, राम्रो कुरा भन्नुहुन्थ्यो, त्यो सबै कुरा वास्तवमा उहाँले अप्रत्यक्ष रूपमा आफ्नै प्रचार गर्ने उद्देश्यले गर्नुभएको घरिघरि त्यो क्यामेरामा आउन चाहेको भन्ने कुराको पुष्टि हुन्छ। अब त अहिले आएर मलाई के पनि शंका लाग्न थालेको छ भने, उहाँ निरन्तर अब हर्क साम्पाङजीको त्यो पाइप काप तान्ने बेलामा केही समय त त्यहाँ देखिनु भएको, विभिन्न समयमा देखिनु भएको, अनि त्यहाँ डढेलो लागेको छ र पाइप काटिएको छ कहीं। अब यो सन्तोष लिम्बुजीको यो प्रस्तुतिले गर्दाखेरि अचानक यो रूपमा उहाँ प्रकट भएकोले गर्दाखेरि शंका के उब्जिएको छ भने, कहीं तो आगो लगाउने र पाइप काट्नेमा प्रत्यक्ष या अप्रत्यक्ष कुनै पनि रूपमा उहाँको पनि संलग्नता पो थियो कि त्यसमा। ठूलो शंका उठ्छ कि, एकदम ठूलो शंका उठ्छ। अनि त्यहाँ उहाँ त उजुरी दिइसकेपछि उहाँले एकछिन त्यहाँ एउटा शान्तिनो एउटा अन्तर्क्रिया गर्नुभएको छ त्यहाँ पत्रकार अथवा युट्युबर साथीसँग। अनि त्यहाँ उहाँले त्यहाँ बोलेको प्रस्तुति छकै पर्ने होइन, श्रीतिन महाराज के भन्दा हर्कजीलाई त्यसरी उहाँले भन्नुभएको छ। कुनै पनि मान्छेलाई एकदम राम्ररी मानिएको छ, त्यसको गुणगान गरेको छ, एकदम राम्रो मान्छे मानिएको छ, एउटा आदर्श जस्तो मानिएको मान्छेलाई अचानक त्यो रूपमा कसैले बोल्न सक्छ, कसरी एकैबार त्यस्तो झर्न सक्छ, त्यो रूपमा उहाँ आउनुभयो। अनि अब यसले के सन्देश दिइरहेको छ फेरि पनि दोहोऱ्याएर म भन्छु, पहिला पनि एउटा भिडियो त मैले बनाइसकेँ। अब त्यहाँ अहिले पनि थुप्रै साथीहरू हुन्छ, निरन्तर आउनुभएको छ, काम गरिरहनु भएको छ होइन। विशेष गरी हर्कजीको चाहिँ साथ समर्थन गर्ने जति पनि त्यहाँ आउनुहुन्छ सबैजनाले साह्रै चलाक हुनु होला, साह्रै चनाखो हुनु होला। अब कुनै पनि बेला कुनै पनि अर्को कुनै मान्छे यसरी प्रस्तुत हुन बेर छैन। र ती भएकै कुनै मान्छेहरू चाहिँ एउटा चाहिँ जासुसको रूपमा भित्रभित्रै त्यो चाहिँ भित्रभित्रै एउटा चाहिँ घुन जस्तो के चामलमा परेको घुन जस्तो दूध खुवाएर राखेको साँप जस्तो रूपमा निस्किन सक्छ। त्यही वरिपरि रहने, त्यही हाहाहु गर्ने, राम्रो बन्न खोज्ने र अनि त्यहाँ भित्रभित्रै काट्ने, त्यस्तो गर्ने प्रयास गर्ने, ती अझै पनि थुप्रैहरू हुन सक्छन्। साह्रै बेसी अब चनाको हुनुपर्ने म देख्छु यो सन्तोष लिम्बुजीको प्रकरणले। अनि यसले अब अर्को के पनि हामीले एउटा पाठ सिक्नु जरुरी छ भने, अब आउँदो दिनहरुमा धरानको सेरोफेरो हाम्रो टिएलओ अध्यक्ष होस्, सदस्यहरू हुन्, वडा सदस्य, वडा अध्यक्ष, उपप्रमुख, नगर प्रमुख,
नगर प्रहरीहरू कता कता हुन सक्छ के, कता कता हुन सक्छ। अनि त्यो ट्राफिक प्रहरीहरूले पनि घरिघरि धेरै पहिला मैले त्यहाँ देखेको छु, भिडियोहरू हेरेको छु, हर्कजीले भनेको कुरा त नमानेको कुराहरू। अनि अब इलाका प्रहरी कार्यालयमै पनि दर्ता नगरिदिने कतिपय निवेदनहरू, त्यस्ता विभिन्न कुराहरू यहाँभन्दा पहिला देखिआइएको छ, सुनिएको छ। अब यस्तो किसिमको हामीहरूको चाहिँ हुनुपर्छ, गोलबन्द यस्तो हुनुपर्छ, यस्तो एकजुट हुनुपर्छ। यी सबैतिरबाट यिनीहरूलाई बाहिर निकाल्नुपर्छ, सबैतिरबाट पुरै बाहिर निकालेर पुरा धरान पुरै हाम्रो कब्जामा हुनुपर्छ। हाम्रो भन्नाले अब म त अब के भन्ने होइन, मैले त यहाँबाट तपाईँहरूलाई एउटा प्रोत्साहन दिने किसिमको, अलिकति उत्साह प्रदान गर्ने किसिमको यसो केही बोल्दैछु। तपाईँहरूले राम्रो काम गरिदिन्छ, त्यही भएर। किनकि मेरो जिन्दगीमा यतिको राम्रो काम यहाँभन्दा पहिला मैले देखेको, सुनेको, पढेको छैन, छँदै छैन। धरानले त्यस्तो अतुलनीय काम गर्दैछ, त्यस्तो चमत्कारिक काम गर्दैछ धरानले। त्यो भएको हुनाले एउटा धरान, नेपालभित्रको एउटा धरान मात्रै एकदम राम्रो भयो भने त्यसले बाँकी अरूलाई पनि ठुलो प्रोत्साहन दिन्छ, एउटा प्रतिस्पर्धाको वातावरण पनि सिर्जना गर्छ, त्यहाँबाट भ्रष्टाचार मुक्त हुन्छ होइन। त्यो कुरा म हेर्न चाहन्छु, मेरो चाहना त्यति हो। त्यसले गर्दाखेरि मात्रै हो, होइन भने म कुनै धर्ममा आएर राजनीति गर्ने होइन, मलाई कुनै पद चाहिने होइन, त्यस्तो केही पनि होइन। अब म यहाँ छु, विदेशमा छु, यहाँ खुस छु, ठिक छु, म खुस छु। मातृभूमि हो, त्यही भएर माया लाग्छ। र धरानमा पनि मेरो मामा घर थियो कुनै तागा, त्यो बाँझा घरमा, त्यस कुराले गर्दा पनि एउटा माया लाग्छ। अब आगामी दिनहरूमा हामीहरूको यस्तो किसिमको हामीहरूको चाहिँ यस्तो सङ्गठित हुनुपर्छ, यस्तो एकजुट हुनुपर्छ। हामी सच्चा इमान्दार व्यक्तिहरूको, भ्रष्टाचार रहित व्यक्तिहरूको यस्तो राम्रो सङ्गठित हामीहरू हुनुपर्छ। कतै पनि छोड्नु हुँदैन कि, कतै पनि। नगर प्रहरी, ट्राफिक प्रहरी, टिएलओ, अनि चाहिँ वडा सदस्य, वडा अध्यक्ष, उपप्रमुख, नगर प्रमुख, सबैतिर हर्क साम्पाङ र उहाँको समूहको मानिसहरू हुनुपर्छ, सच्चा मानिसहरू जसले चाहिँ काम गरेर देखाउनु भएको छ। अहिले जो देखिनुहुन्छ होइन, अनि त्यो एकदमै गर्नु जरुरी छ। त्यो भयो भने त्यसपछिका अब आउँदा यो 84 पछिको अर्को 5 वर्ष, यो 5-7 वर्षमा धरानले जे गर्नेछ, जस्तो रूपमा अगाडि बढ्नेछ, त्यसले नेपाललाई मात्र होइन पुरा दुनियाँलाई अहिलेदेखि नै छक्क त पार्दैछ, झन् बेसी छक्क पार्नेछ। मानिसहरू नेपालमा आयो भने अरू अन्त कहीँ जाउन् नजाउन्, सगरमाथा चढुन् नचढुन्, तर धरान चाहिँ अवश्य आउनेछन्, त्यस्तो हुनेछ कि निश्चित रूपमा। लुम्बिनी जाउन् कि नजाउन्, बुद्धहरूको त्यो गर्नको लागि सगरमाथा चढुन् कि नचढुन्, अरू कतै केही पोखरातिर जाउन् कि नजाउन्, तर धरान अवश्य आउनेछन् विदेशीहरू पनि। विदेशी भन्नाले कोही पनि, इन्डियाका, अमेरिका, ब्रिटेन, सिङ्गापुर, हङकङ, कहीँका पनि धरान त्यस्तो हुन्छ हेर्नुहोस् पक्कै पनि। हर्क साम्पाङजीको नेतृत्वमा एउटा यस्तो नेतृत्व अब हामीले हाम्रो नेपालमा अहिले पाएका छौँ, जसको बारेमा हामीले कल्पना गर्थ्यौँ। कल्पना पनि यो हदको चाहिँ वास्तवमा हामी सायद गर्दैनौ थियौँ होला कि। हर्कजी हामीले कल्पना गरेको भन्दा पनि माथिल्लो स्तरको नेताको रूपमा प्रकट हुनुभएको छ। एकदम सच्चा, एकदम देशभक्त, इमान्दार, भ्रष्टाचार पटक्कै नगर्ने। पैसा छुँदा त छुनुहुन्न, अनि के भ्रष्टाचार होइन, पैसै नछुने मान्छेले के भ्रष्टाचार गर्छ भन्नुहोस् न। अनि यस्तो व्यक्ति हामीले पाउँदैनौँ। अनि यो व्यक्तिको सुरक्षा एकदमै सबैले ख्याल गर्नु होला है। अनि प्रत्येक व्यक्तिले अनिवार्य मोबाइल राख्नु होला कि आगामी दिनमा झन्झन बेसी चाहिँ अब यो तनावपूर्ण हुँदै जान्छ। राजनीतिक दलहरूलाई साह्रै बेसी खटपट हुन सुरु भएको छ। यो सन्तोष लिम्बूहरू, विवेक राईहरू भनेको चाहिँ एउटा गोटी हुन्, त्यहाँभन्दा बेसी केही पनि होइनन्। माथिल्लो स्तरबाट केही न केही भइरहेको छ। जस्तो कुनै चलचित्रहरूमा हुन्छ नि, पहिला शान्तिना गुण्डाहरूसँग चाहिँ त्यो हिरो भिडिरहेको हुन्छ, अनि बिस्तारै गर्दै प्रमुख गुण्डा सामु आउँछ नि, भने जस्तै त्यो यस्तै यो हुँदैछ। अनि आगामी दिनहरूमा जति पनि अहिले युट्युबर र पत्रकार साथीहरू हुन्छ, उहाँहरूलाई पनि भ्याइ नभ्याइ हुन्छ कि कता पुग्ने, के खिच्ने। त्यसै कारणले सबैजना नै पत्रकार हुनु पर्यो त्यहाँ। अब जति पनि हर्क साम्पाङजीको वरिपरि हुनुहुन्छ सबैजनासँग चाहिँ आफ्नो मोबाइल त हुन्छ, तर आफ्नो मोबाइल छ भनेर मात्रै भएन, त्यहाँ ठाउँ पनि हुनु पर्यो। त्यस कारणले तपाईँले आफ्नो फोटो, आफ्नो भिडियोहरू बरु युट्युबमा, फेसबुकमा एउटा प्राइभेट एल्बम बनाएर त्यहाँ राख्नु, गुगल ड्राइभमा त्यहाँ लगेर राख्नु, आफ्नो फोनलाई खाली पारेर राख्नु, ताकि बेलामा तपाईँले भिडियो खिच्न सक्नुहोस्। यति मैले भन्न चाहेँ। हवस् त, नमस्कार। सेवा रहो।